हजुरहरूलाई थाहा नै होला हाम्रो अब ठुलो चाडपर्व आइरहेछ जुन चाहिँ आउँछ शुक्रबार, शनिबार, आइतबार र त्यो चाडपर्वको नाम हो इट्स भिल्ला। सो यस आज हाम्रो सरस्वती पूजाको दिन इट्स भिल्ला पनि आइरहेछ। सो म धेरै नै खुसी छु र म सरस्वती पूजाको लागि बुकसुक रेडी पारेर यो इट्स भिल्लाको दिमागमा रहेको सब कुरा निकालेर पढाइ पनि थपिदिनु हुन अनुरोध गर्दै मैले सरस्वती मातालाई धेरै कुरा मागे र सरस्वती पूजामा पुज्दै गर्दा मलाई धेरै कुराको ज्ञान गुणका कुरा पनि आए। जसरी म देखिन्न अनुहारबाट त ज्ञान गुणका त्यो पनि म छु, हजुरहरूले मान्नै पर्छ। ओके देन मैले चाहिँ एकछिन अल्छी लाग्यो र फोन पक्रेर मजाले आफ्नो भिडियो बनाउन थालेँ र एकछिन पछि के खाउँ भएर मैले करेन्टहरू, डुङ्ग्री सुङ्ग्री, समोसाहरू फुलाएर मजाले आफू पनि फुल्लेर खान बसेँ एकदम मजासँग। र एकछिन पछि अल्छी लागेर पढ्न पनि मन लाग्यो र एकछिन पढ्नको लागि बसेँ र पढ्दा यता बाहिरतिर पनि हेर्नु पर्यो नि त होइन। अब गाउँको के चटक चल्दैछ सपोर्ट गर्नु पर्यो नि त होइन। हल्का फाइट लाग्छ कि के हुन्छ कि भनेर म गाउँतिर पनि हल्का हेर्दै आफ्नो किताब पनि समाउँदै पढेको नाटक गर्दै थिएँ र यस यति नै हो। थ्याङ्क